हेलो एभ्रिवान, नमस्ते। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल नुमा ब्लग्समा। आज चाहिँ हामी गाउँमा छौँ किनभने हामी आएको चाहिँ 3 दिन भयो। 3 दिन भयो। गाडी लागेर काठमाडौँदेखि यता आउँदा मातेर रेस्ट गरेर अनि आज मात्रै म गाउँको भ्लग बनाइरहेको छु। धेरै पछि तपाईँहरू हेर्न सक्नुहुन्छ पछाडि हाम्रो घर अनि यता नि हाम्रो घर। यहाँ दाइ भाउजू बस्नुहुन्छ। हामी चाहिँ काठमाडौँ नै बस्छौँ अनि आज हामी बेसी जाँदैछौँ मकै गोड्नलाई, किनभने मकै गोड्ने एकोरे गोड्ने बेला भएको छ अनि मकै गोड्न जाने साथीहरू पनि छ मकै गोड्नलाई आज। अनि बेसी जाने, बेसीमा नि घर छ। बेसीको घर चाहिँ अरूलाई नै दिएको छ अहिले, त्यही भएर हामी बेसीको घर पनि हामी हुर्केको घर यो चाहिँ भयो। हामी जन्मेको घर, जन्मेको 10, 11, 12 वर्षसम्म चाहिँ हामी यहीँ हुर्क्यो। त्यसपछि हामी बेसीको घरमा बस्थ्यो। ठुलो भइन्जेल चाहिँ बेसीको घरमा बस्थ्यो अनि अब चाहिँ बेसीको घर जाने आज चाहिँ। त्यही भएर आज चाहिँ भ्लग पनि बनाइरहेको छु मैले। यो चाहिँ हाम्रो घर भयो अनि बेसीको घर, बेसीमा खेतहरूमा मकै रोपेको छ। मकै पनि गोड्न जाने अनि भ्लग पनि बनाउने भनेर यहाँ भाउजूले चाहिँ यस्तो फुलहरू रोपेको छ। चाहिँ भाउजूको काम हो सबै फुलहरू रोप्ने गोड्ने सबै। यता पनि छ है फुलहरू। आज चाहिँ हामी अब बेसी जान्छौँ। पर पनि बेसी जान तयार गर्दै हुन्छ भाउजू। अनि इक्सा के छ? ए भदैनीहरू मेरो यता भाउजू यता यता हिरोइनी बन्दैछन् दुईजना चाहिँ। के गर्न लाग्यो? कर्ली स्ट्रेट यो स्ट्रेट गरेर आइरन चाहिँ मजाले साइडमा राख ल लुकाएर। यी हाम्रो ब्युटिफुल भदैनी कान्छी गाजल लाएर हिरोइनी भएको छ लिपस्टिक लाएर। अब हामी बेसी जाने हो आज। तिमी जाने बेसी? कोसँग हिँड्नु सक्छ? सक्छ कि नै? सक्छ ल जा। मम्मीले के गर्दैछ? आमा गाउँमा कस्तो भइरह? राम्रै कति राम्रो भइरहेछ। हिरोइनी यहाँ छ। हिरोइनी अघि गाजल लिपस्टिक लाएर तयार भइसक्यो। कति राम्रै बना। सो गाइज हामी चाहिँ अब जान लागेको बेसी तर्फ लाग्यौँ। यसले फुलेर भएछ कति राम्रो। त्यो पट्टि छ हो अमला टिपेको माइजहरू पुरा बिसक्यो। हामीसँग रेस खेल्नु भएको होला हौ। हामी त आमा कत्रो रुखेर त। इक्सा कहाँ आउँछ? घाँस काट्न यतै आउँछौ? कहाँनिर चढ्ने? हामीले घाँस दौरा गर्ने जङ्गल चाहिँ ऊ परको हो। घाँस दौरा गर्थ्यौँ यहाँ चाहिँ। यसलाई चाहिँ आलुबोटे भन्छ यो ठाउँलाई चाहिँ। कृपा तरकारी जस्तो अघि खेतमा पुगिसकेछ हाम्रो दाजु। तर यो रुखहरू सानो बच्चा थियो हामी हुँदा अहिले ठुल्ठुलो भएछ। उ त्यो तर ठुल्ठुलो पात गरेको छ नि रोडमा अहिले हिँड्नु देखिन्छ। सुर्तीको पत्ता होइन? सुर्तीको? सुर्ती कहाँ त्यत्रो ठुलो बोट हुन्छ? सुर्ती त सानो सानो बोट पो हुन्छ। सुर्ती? सुर्ती त सानो सानो बोट पो हुन्छ त। फाइनली हामी चाहिँ घर आइपुग्नु। पहिलाको हाम्रो घर टिन खिया परेछ। दाजुहरू चाहिँ तल अघि खेतमा पुगेर काम गर्दै हुनुहुन्छ। अहिले घर यस्तो थियो हाम्रो घर पहिला।
खुट्टा कामेर मरे म आँपकोबाट यत्रो भएछ यहाँ होस् है तपाईँको पोल यो चाहिँ लोरिङ हो यो कृपा साल पनि ल्याएछ म फोटो खिच्छु क्या साथीहरू यो चाहिँ हाम्रो पुरानो घर हो हाम्रो खेतबारी मकै गर्ने आज सबै बाजा भइसक्यो यतातिर मान्छेहरू बसेछ अरेर अहिले चाहिँ तल हामीले काम गरेको खेतबारी आयो दुईजना माथिबाट भाउजू र पुग्नुमा बोजू खै त यहाँनिर अम्बाको थियो अम्बाको बोट यहाँ अम्बाको यहाँ बोट थियो कहाँ गयो काट्नु भयो यहाँको अम्बाको बोट चाहिँ कहाँ गयो यहाँ होइन नि छ्या खुट्टा कामिसक्यो अहिले नै कसरी गोड्नु होला मकै यो त यही थियो मलाई याद छ यो नि यही थियो धेरै चेन्ज भइसकेको छ पहिला यहाँ पोखरी थियो त्यो त भत्किसक्यो होला सुकिसक्यो काटाले खैको नि त के त खैनी हो कि पैसामा आन्टीलाई सोध कालेले त अति पैसा मागेर मल बोकेको बेला नि बाख्रा फ्रीमा पो कि पैसामा शिवानी अनि फ्रीमै खन्ने हो कि पैसामा भन्दैछ शिवानी हो केराको बोटु झाजी केरा हजुर सुनिन है के भन्नुभयो बाख्रा अलैँची बारी खुट्टा कामेर गोड्नै सकिँदैन जस्तो छ मान्छे भन्दा ठुल्ठुलो काँटा बोकेर आएको छ शिवानीले के भन्दैछ भाउजू के भन्छ पैसामा हो कि फ्रीमा खन्ने हामी चाहिँ भनेर खाजा चियामा कटप खाजा चियामा दाजु जस्तै कमेडी बोल्दो रहेछ यो त अब यसलाई के पछाडि चाक देखाएको अगाडि राख्न पर ल सरी है गाइस अब अगाडि राख पर चाक मात्रै खिचेर लु कहाँ आकाश देखाएको त मम्मी के त यसो किपाडी देख्छ यिनीहरूले चम्केर आएको छ के गर्छ एडिट गरेर लाउनु रिक्सा गरे माथि पानीले जा हेलो साथीहरू काँटा बोकेर अब गयो हो खन्न मकै गोड्न गयो है खाजा खाएर लाग्यो फेरि पेट ठुलो बनाएर काँटा बोकेर बारी खन्न लाग्यो खाली खुट्टा पो हिँड्दैछ केरा खाएर आइ म त धेरै खाएर पेट फुट्ने जस्तो भयो त पुग्नु त्यही भएर मैले नखाएको साथीहरू यो चाहिँ हाम्रो खेतै यो सबै राम्रो छ भैँसी रङ्ग हो यो खै भैँसी हो कि राँ खै यो थाहा लाग्यो ल भैँसी होइन यहाँ खाएको गुड केराको बोक्रा खाँदो रहेछ धन्नै हात खाइहाल्यो छ्या अब हिँड्नु सकिँदैन हौ उकालो म त साह्रै थाकेँ ल मेलो सकिँदैन अरे काँधमा हाल्नु हुँदैन अरे तँ त बेथुको आलुसँग यो जरै उखाल्ने हो होइन टुप्पा टुप्पा टिप्नै बेथुको साग म गएँ ल खन्नु एकछिन म पनि जाने सँगै जाउँ कस्तो अल्छी लाग्यो मलाई त टिप्न यहाँ छिटो टिपेर अच्छा छिटो खन है हुन्छ छिटो यहाँ मद्रासी फिल्मको जस्तो क्यामेरा त ला न छिटो छिटो आफै छिटो हुने साथीहरू मकै गोडिसक्यो
अब घर जाने। बेसीको मकै गोडिसकियो, अब घर लाग्ने हामी। यो सबै गोडेर अनि सकिएर अब घर जानलाई तयारी हुँदै गरेको। गर्मीले हैरान भयो। लु जाम। अब हामी माछाको घाँस बोकेर घर लागियो। माछाको घाँस माछाको खाजा। कालीसँगै जानु रहेछ गाडीमा चढ। को माथि पुगेछ कहिले दाजुहरू त। भाउजू खै भाउजूको अघिको डोको दाजुले हेर्ने। ए ल बाटो लागियो बेसी बाटो। अब हिँड्न पो सकिन्छ कि सकिँदैन। लप्सीको बोट हो यो। कोइराला सबै बाँझो भएछ यहाँ त। अस्ति हामीले कति घाम डुब्न लाग्यो। अब तात्ता घरतिर अब उकालो जाने माथि टुप्पामा। हामी चाहिँ बेसीदेखि मकै गोडेर आएर माछालाई घाँस हाल्न जाँदैछौँ मकैको। कता पछाडि हेर भागेको। माछालाई घाँस हाल्न आउँ पोखरी। त्यो माछाले खान्छ होला। लडिन्छ। हामी चाहिँ बसेर ओर्लिने अवस्था। यो मकैको घाँस चाहिँ माछाले खान्छ है। मकैको बच्चा घाँस काटेर हाल्ने यसरी। नकाटी हाले नि फिस इधर है उधर है दोनों। मसिनो फिस छ। कहाँ गयो मसिनो? ठुल्ठुलो त 3टा मात्रै छ। यिनीहरूले खेलाएर माछै मार्छ होला हौ। म त खेलाउँदिन है। साह्रो भोलि पसिनीको मसिनो माछा नि पछ्याउँदै आउँछ। तिम्रो नाम के हो? एलिजा एलिजा के हो? गुरागाई यता क्यामेरामा हेरेर भन्ने। एलिजा गुरागाई कसको छोरी बद्रीको हो? बद्री राम्रै रहेछ। हाम्रो यहाँ छ बाख्राको पाठा। ऐसा है हमारा। हेलो व्हाट इज योर नेम? माय नेम इज शिवानी योङहा। अनि गालामा चाहिँ के हो त? मलाई यसले आदिवासी बनाइदिएको अरे क्या। खै त माछाले खायो? खायो कि खाएन। अब साथीहरू माछालाई घाँस हालिसक्यो। अब हामी जाँदैछौँ। जाम। इ हेर तेरो छोरा पुग्नु। तेरो छोरा यहाँ बच्चाको बच्चै गर्छ। यसको बाबा चाहिँ कता छ होला? बाबा त बतासे। हेर न उफ्रेको हेर न। मम्मीलाई देखेपछि त उठिहाल्छ नि। अन्त यत्रो मोटी मम्मी छ होइन। आमै नि त हाम्रो प्यारी यो सब तिलामली तिमी होइन। यता ऊ सेम जोडी। फोटो खिचिदिन्छु भने उसको मुख धुनु न पहिला खिचिदिनु। शिवानीको साथी हो यो चाहिँ।